साथीहरु फेरि पनि तपाईलाई स्वागत छ सुरज सामिङ ब्लगमा। र आजको दिन चाहिँ मैले छोटो मिठो भिडियो बनाउँदै छु। अनि आज चाहिँ सोमबारको दिन चाहिँ मैले स्पेशल भिडियो बनाउनुको कारण पनि छ। याङलिङ बेबी आज चाहिँ मसँग छ। बेबी पनि आनीको घर आउनु भएको छ नि बेबी। अनि यसरी मिलाए नि। अनि मेरो बेबी हेलो गुड मर्निङ गाइज भन्दिनुस् न। गुड मर्निङ नमस्ते भन्दिनुस् त। गुड मर्निङ माई नेम इज याङलिङ माङलिङ बेखै। अनि बेबु चाहिँ भर्खर उठ्नु भएको छ। अनि म चाहिँ खाना सब्जी पकाउँदै छु। अनि आज चाहिँ हामी के गर्छौं बेबी, अंकलको गाडी धोइदिनु पर्ने नि हो। अंकलको बाइक धोइदिनु पर्ने छ। धोइदिनु भन्दा नि पुछताछ गर्नुपर्ने छ। अनि बेबी चाहिँ भुजिया खाइसक्नु आँट्नु भएको छ। होमवर्क गर्नुहुन्छ कत्ली बेबी। अनि आज चाहिँ स्ट्यान्डको पनि यहाँ प्रयोग भइरहेको छ। स्ट्यान्ड चाहिँ मेरो बर्थडेको गिफ्ट। अनि त्यही हो आज चाहिँ अब मेरो किचन बोसको यहाँ बार साथीहरु हेर्नु होला। बोसले त्यस्तो धेरै बार राख्नु भएको छ। यहाँ अझै रक्सीहरुको यहाँ अभाव छ अरे। अझै यहाँ भर्ने ठुलो धोको बुढी टिक्टा बनाउने बाबुलाई टाइगर बिस्कुट खाने ल्याउनु यहाँ। बेबी बिस्कुट खाने भनेर हिजो मैले ल्याइदिएको। यहाँ आउँदा कालो बिस्कुट भन्छ बेबीले चाहिँ। तर यो कालो के अरे यो बिस्कुटको नाम भनिदिनुस् त। टाइगर बिस्कुट। टाइगर खाएर टाइगर जस्तो यहाँ हुने हो। तिमीलाई चाहिँ यहाँ ल्याएर राखिदिएको नि बेबीलाई चाहिँ। बेबीको यहाँ बिस्कुट र भुजिया छ। उसले चाहिँ एकदम बिस्कुट र भुजिया चाहिँ रुचाउँछ नि त साथीहरु। त्यही भएर त्यो भुजिया खाइसक न अनि ल। भुजिया खाइसक्ने त्यसपछि ल लगिजाँदैछौँ साथीहरु। के साह्रो अब चाहिँ गाडी सफा गर्न म चाहिँ बाहिर जाँदैछु। खाना सब्जी पाकिसकेको छ। याङनी ला बेबी चाहिँ साथीहरु पर हेर्नु त के गर्नुभएको के गर्नुभएको त्यहाँबाट। बिल्ली खोइ बिल्ली। अनि यहाँ म चाहिँ अब गाडी सफा गर्न लाग्दैछ। बसको गाडीको हालत हेर्नु त साथै यस्तो भइरहेको थियो। पानीले छोडिदिएको सफा गरिदिनु भन्दा अहिले भन्नुभएको होइन। नजुरेर नभ्याएर कि नजुरेर अहिले पनि ल्याइदिनु पऱ्यो भन्ने सोच। चप्पल पनि हेऱ्यो। बेबी तिम्रो होमवर्क गर है। मैले उता दिएको छु नि। कोपाको फोन पुऱ्याइदेऊ तल। कोपाको फोन आयो लगिदेऊ त। लु कोपालाई दिएर आऊ तल गएर। लु छिटो छिटो यता कोपाको फोन पुऱ्याउनु गयो बेबी चाहिँ साथीहरु। अनि यो चाहिँ हाम्रो पुरानो किचन। यहाँ पनि आगोहरू बाल्छु। अनि तल चाहिँ हाम्रो डेरी घर हजुर। ए ल अब अंकल गाडी सफा गर्नुपर्छ नि यहाँ। खै त हौ आगोमा लगाएर आउँदैछ नि पानीमा यहाँ। फाइनली साथीहरु गाडी सफा गरिसकेको छु। मोबाइल साथीको पुरै त गरिनँ। अलिअलि घाम लागेर कस्तो भएको। बुढीभन्दा प्यारो गाडी बस्नु। मलाई एक
हप्ताभन्दा बेसी भइसक्नुभयो आएदेखि अगाडि गाडी सफा गरिदिनु भन्ने हुन्थ्यो नि। आज मात्रै बल्ल बल्ल साइड चुरेर मैले सफा गर्छु पछि गाडीलाई छोपी राखेर पनि धुलो उसो त्यस्तै हाम्रो कोमा नातिले कतै जानुभएको छ। याङनी घाम लागेर कस्तो राम्रो भएको छ मौसम चाहिँ साथीहरू। अनि हामी चाहिँ बस्तुहरू पनि पालेको छौँ। रागा सुतिरहेको छ यहाँ रागा अनि खसीहरू हुन्छ साथीहरू होइन 6वटा खसी यहाँ छ खसी मान्छेको राम्रै छ। अनि मेरो माइती गाउँ चाहिँ माथि साथीहरू अर्को जति माथि डाँडा देखिएको छ। कोमा नातिनी कहाँ पुगेर आउनुभयो म तपाईँलाई देखाउँछु सर। अनि हाम्रो चाहिँ लसुनहरू पनि पाएको छैन। यसचोटि के भन्छ मकै भर्खरै हुँदै उम्रिँदैछ जस्तै सरेको मकैहरू। बेबी कहाँ गएर आउनु भएको? नाकमा सिगान्छ है बेबी छ्या। तपाईँलाई क्यामेरा आउँदा छि नराम्रो देखिन्छ। नाकमा सिगान्छ यहाँ हेर्नु त है। कहाँ गएर आएको भन त? कोसँग गएको? कोमासँग? कोमासँग कहाँ गएर आएको? ए मुसा मार्यो नलेख्ने तिमी? बेबी त बिरालोसँग खेलेको भयो। Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.